छोरीले डाक्टरमा नाम निकाली डाक्टर हुन 70 लाख लाग्यो हो 70 लाख रुपियाँ लगानी गरेर पढाइ पास गरे भोलिपल्ट मेडिकल काउन्सिल पास गरी पाटन हस्पिटलको स्थायी डाक्टर कोठा पुगी उसको बिहे गरेका थिएन छोरीभन्दा 2 वर्ष जेठो रहेछ उसले आई लभ यु भन्दियो होइन जेठो जात पनि मिलेको थर पनि मिलेको विरासत पनि मिलेको होइन आनी बानी पनि राम्रो पढाइ लेखाइ पनि भएको दिने कि नदिने दिनु पर्यो होइन घरडानसँग फेरि अर्को 30 लाख खर्च गरेर बिहे पनि गरिदिने 1 करोड गयो हो अब आएको तलब कसलाई जयलाई छोरीसँग माग्न मिल्छ अनि घर धितो राखेर छोरीलाई डाक्टर पढाएको किस्ता कसका भागा बाउका भागा अनि मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ छोरी पढाएको खर्चले मिल्न भन्न मिलेन मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ हो त्यो बाउलाई भन्नु गाइदिए गीत उठाएर गोपालले